हेलो गाइस, आजको थिम तपाईँले देखिसक्नु भएको छ। हेर्नु नभुल्नु होला, सब्स्क्राइब, लाइक, कमेन्ट। हेलो गाइस, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा, लक्ष्मी छेत्री सिक्किम ब्लगमा तपाईहरुलाई स्वागत छ। अनि आज चाहिँ हामी के भन्छ लौका, करेला, खिरा रोप्न गइरहेको थिएँ। अन्त डल्ले स्पेसली हामी डल्ले खोर्सानी रोप्न गइरहेको छौँ है आज चाहिँ। अनि डल्ले खोर्सानी रोप्दैछौँ है दुईजना भएर। अनि मैले चाहिँ भन्दै थिएँ मल हाल्नु पर्दैन भन्दा अलरेडी मल हालेको छ भन्दै भन्नुभयो। अन्त मकै पनि छ है, मकैले बिगार्दैन भन्दाखेरि चाहिँ बिगार्दैन, यसलाई हेर्दै गर्नुपर्छ है, सेपहरू हुँदाखेरि मकै यस्तो निकाल्नुपर्छ भन्दै भन्नुहुँदै थियो दाजुले चाहिँ। अन्त हामी दुईजना भएर रोप्दै थियौँ। हामी थुप्रै थियौँ, 3जना 4जना थियौँ नानीसँग, 2जना दाजु अन्त म नानी थियो भदैनी। अन्त भदैनीले भ्लग बनाइदिँदै थियो है गाइस। त्यहाँदेखि चाहिँ हामी अब रोप्दैछौँ है फटाफट। अनि फाइनली हामीले रोपि पनि सक्यो है, फर्स्ट ट्रिपको चाहिँ रोपिसक्यो। अन्त अब फेरि अब यो रोप्नेवाला छौँ हामी लौकाहरू है। अब हामीले खिराहरू रोप्दैछौँ। फर्सी पनि हामीले पटमै रोपेर गरेको, ठुलो भएछ भन्दै देखाउँदै थिएँ। इस्कुस पनि थाङ्ग्रामा जाँदैछ। अन्त सबै अब है यता यता फल्दैछ, अब त्यो पनि सबै उम्रिसकेको छ भन्दै देखाउँदै थिएँ तपाईँहरूलाई है। मकैहरू पनि हुँदैछ अलिअलि हाम्रोमा भन्दै देखाउँदै थिएँ। अन्त अब हामीले फेरि अब रोप्नु थाल्यो है। अब त्यहाँनिर चाहिँ हामीले चाहिँ खिरा रोप्ने जग्गा बनाउँदैछ है। अब खिरा पनि रोप्दैछ हामीले, हेर्नु सक्नुहुन्छ। त्यसलाई चाहिँ त्यो चाहिँ खोलेर रोप्नुपर्छ नि त, त्यही भन्दै थिएँ म चाहिँ है। यो चाहिँ फटाएर रोप्नुपर्छ भन्दै मैले भन्दै थिएँ। अन्त त्यहाँदेखि फेरि मेरो दिदी चन्द्रकला दिदीले चाहिँ, सबैभन्दा ठुलो दिदीले चाहिँ मलाई फेरि खोर्सानीको बिउ पठाइदिनु भयो। छोराले ल्याइदिएछ, थ्याङ्क यू नानी भनेको थिएँ, हाँस्दै जान्दै रहेछ नानीले। त्यहाँदेखि चाहिँ फेरि हामीले है त्यो राखेँ। अन्त फेरि फटाफट रोप्नु थालिहाल्यो है। रोप्दैछ हामी सबैजना 3जना मिलेर। त्यहाँदेखि चाहिँ हामीले रोप्दैछ, हेर्नु सक्नुहुन्छ। घाँटीमा किरा पसेछ नि त, पुरा डराउनु हुँदैछ कि मेरो घाँटीमा के पस्यो भनेर। अनि सबै उखाल्दैछु म चाहिँ कुखुराको लागि चारो है। हामी कुखुरालाई चाहिँ चारो पकाएर दिन्छ नि त, सब मजाले पकाएर त्यसमा के पिठोहरू, चामलहरू अनि च्याक्लाहरू हालेर दिन्छ। त्यही भन्दै थियो, त्यसमा पकाएर दिनुपर्छ है भनेर भन्दै थियो। अन्त फेरि अब हामीले फटाफट रोप्दैछ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अब करेला रोप्दैछ है, यो चाहिँ करेलाको बिउ हो। अन्त अब लौका छ। यो सबै क्रेडिट चाहिँ कसकोमा जान्छ भने बेनाकोमा जान्छ। बेनाले लगाइदिनु भएको हो हामीलाई हो है। त्यहाँदेखि यो करेला, अब हामी लौका रोप्न आँटेको छ, हेर्नु सक्नुहुन्छ गाइस। अब लौका रोप्ने जग्गा खोज्दैछु है। त्यहाँदेखि हामीले भेट्यो फाइनली, त्यहाँनिर रोप्दैछौँ हामी। अनि त्यो खोल्नुपर्छ नि त, खोल्ने बेलामा सकिनँ मैले खोल्नु चाहिँ। अन्त मैले कैँची लिएर आएको भए पनि हुन्थ्यो रहेछ भन्दै गर्दैछु है। त्यहाँदेखि चाहिँ अब त्यो खोल्दैछु, खोल्नु पुरा साह्रो पर्दो रहेछ हातले है। हेर्नुहोस् गाइस, खोलिसकेर रोप्छु। अब यसरी रोप्नु पर्दो रहेछ है। त्यहाँदेखि यसरी रोप्दैछु मैले, अर्को पनि त्यसरी खोलेँ होइन मैले। अन्त रोपेँ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अब यो करेलाको बिउ चाहिँ थ्याङ्क यू सो मच भेना भन्दै मैले भनेको थिएँ। मेरो भेना चाहिँ हर्टिकल्चरमा ड्युटी गर्नुहुन्छ है, उहाँले ल्याइदिनु भएको हो भन्दै थिएँ म। भेनालाई एकदम क्रेडिट जान्छ, भेनाले बिउ दिनु भएन भने त हामी रोप्नु सक्दैनौँ भन्दै थिएँ होइन। त्यहाँ पनि अब हाम्रो लौका उम्रिँदै थियो। त्यही लौकामा फेरि थाङ्ग्रा सानो गाडी दिएर अलरेडी त्यो जानेमा लगाइदिइरहेको थिएँ। त्यहाँदेखि फेरि अब हामीले करेला पनि रोप्यो। अन्त कुन चाहिँ करेला हो, सानो ठुलो सेतो कुन चाहिँ करेला हो, जसुकै होस् राम्रो फलोस् होइन, सबैजनालाई आधा आधा हो भन्दै आस्ते रोप्दै थिएँ हामी खुसी भएर। फेरि हामीले सेकेन्ड ट्रिप खोर्सानी रोप्दै थिएँ है। 11 डल्लै रोप्नुपर्छ भने सानो पोख्टा थियो, अन्त डल्लै रोप्दै थिएँ हामीले, हेर्नु सक्नुहुन्छ तपाईँहरूले है। हामी चाहिँ फटाफट रोपिहाल्नुपर्छ भन्दै रोप्दै थियौँ है। त्यहाँदेखि पुरा मिहिनेत गर्नुहुँदैछ प्रकाश दाजुले चाहिँ।
अन्त भटाभट रोपिहालौँ है, टाइम बित्नु आँट्यो भन्दै मैले भन्दै थिएँ। अन्त त्यहाँदेखि चाहिँ भटाभट रोप्दै थियौँ। हेर्नु सक्नुहुन्छ तपाईँहरूले। त्यहाँदेखि नानी अब है, नानीले रोप्छु भन्दै भन्नुहुन्थ्यो। नानी रोप्नु थाल्यो है, खुसी हुन्थ्यो। उसले आफ्नै प्रकारले रोप्दै थियो नानीले। अन्त त्यहाँदेखि चाहिँ खुसी हुन्थ्यो, पोज दिँदै है। त्यहाँदेखि भटाभट रोप्दै थियो उसले पनि। मैले चाहिँ भ्लग गर्दै थिएँ है। फाइनल्ली रोपिसक्यो, हेर्नु सक्नुहुन्छ बारीमा डल्ले खोर्सानी रोपिसक्यो है हामीले। अन्त त्यहाँदेखि चाहिँ अब हामी गएको, अब म चाहिँ बारीहरू देखाउँदैछु तपाईँहरूलाई। नानीले खुसी हुन्थ्यो, पोज देखाउँथ्यो है। त्यहाँदेखि चाहिँ अब हामी जाँदैछ, तपाईँलाई फेरि देखाउँदैछु हाम्रो बारीमा। त्यही भएर त स्पेसल्ली अहिले यो टाइममै थाङ्ग्रामा फल्ने चिजहरू मात्रै फल्छ है, सिमी, लौका, करेलाहरू नै फल्छ है। त्यही कारण त्यही देखाउँदै थियो। यो चाहिँ लौका चाहिँ यत्रो भइसकेको थियो, राई दाजुले रोप्नु भएको है। यो चाहिँ अब म त्यस्तो साह्रो काम गर्नु पनि भ्याउँदिनँ, म सक्दिनँ पनि है। राई दाजुले गर्नुहुन्छ प्रायः है काम। त्यहाँदेखि हामी चाहिँ इस्कुसहरू, थाङ्ग्राहरू सबै राई दाजुले लाउनु भएको। त्यहाँदेखि हामी जाँदै थियो है। यहाँ हेर्नु सक्नुहुन्छ फामफल पनि ठुलो भइसकेको छ हाम्रोमा। त्यहाँदेखि अब ऊबाट नि हाँस्दै हात देखाउँदै जाँदै थियो है। उसको चाहिँ हात सफा थियो, मेरो चाहिँ मैला रहेछ भन्दै हाँस्दै थियो हामी दुईजना। त्यहाँदेखि चाहिँ अब हामी जाँदैछ है, मैले कोपी देखाउँदै थिएँ। अन्त त्यहाँदेखि चाहिँ अन्त अब हेर्नु सक्नुहुन्छ तपाईँहरूले मेरोमा के भन्छ, मेरोमा उयो पनि छ है, उखु पनि छ। अन्त यहाँनिर कुखुराको खेलखोरो यो चाहिँ हेर्नु सक्नुहुन्छ। यहाँबाट चाहिँ अब माथि मेरो घरै हो यो, घर जाने बाटो भन्दै भन्दै हाँस्दै भन्दै थिएँ। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरूले बोडी पनि रोपिरहेछ। एउटामा चाहिँ थाङ्ग्रा हालिरहेछ बोडी, अर्कोमा चाहिँ हालेको छैन। त्यो त्यहाँ हाल्नुपर्छ भन्दै मैले भन्दै थिएँ। अब खोर्सानी छ हाम्रो घरमा, तर पिरो हुँदैन यो खोर्सानी चाहिँ हाम्रो घरको चाहिँ भन्दै थिएँ है। हाम्रो खोर्सानी त छ, पुरा फलेको छ, तर त्यो खोर्सानी पिरो हुँदैन, पाक्दा पनि पिरो हुँदैन भन्दै कुरा गर्दै थिएँ। आजको मेन भ्लग चाहिँ डल्ले खोर्सानी हो, आज हामी डल्ले खोर्सानी रोपेको छ भन्दै तपाईँहरूलाई भन्दैछु है। Thank you for watching my video guys. Bye bye. Take care.